गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैन। हामीले ओभररिच गर्दा सचेत गराउनु होला। हामीले ओभररिच गर्यौं भने सचेत गराउनुहोस्। तर निजी उद्यमीको आवरणमा बदमाशी गर्ने, क्रिमिनालिटीका अंशहरू प्रदर्शन गर्नेहरूको कृपया बचाव नगरिदिनु होला। हामीभन्दा अगाडि आएका सरकारहरूले थोपरै दिएको दायित्व बोक्दा बोक्दा हामी थचक्कै बसिसक्यौं। कुनै नयाँ स्पेस नै छैन। फेरि स्मरण गराउँछु, आसेपासेको मिलमतो, नीतिगत कब्जा र दोहनको घनचक्करमा संलग्न प्रवृत्तिबाट राज्यलाई मुक्त गर्दै सुशासनको लाभ र लाभांश आम नागरिकसम्म पुर्याउनु नै हाम्रो मूल उद्देश्य हो। नागरिकले अब भाषण होइन परिणाम खोजेका छन्। विगत 50 दिनको यो सरकारको रफ्तार हेर्नुभयो भने पनि मिशन मोडकै अवधारणामा हामी अगाडि बढेका छौं। प्रधानमन्त्रीको डेलिभरी युनिट लगायतका कन्सेप्टहरू पनि यो इम्प्लिमेन्टेसन आर्किटेक्चरको बिल्डिङ ब्लक्सहरू हुन्। विगत 30 वर्षकै नीति, शासकीय शैली र चरित्र ठिक भएको भए राजनीतिमा पुस्तान्तरण र आर्थिक सामाजिक क्षेत्रमा यति व्यग्र रूपान्तरणको माग हुने थिएन। आफूले बोल्दै लेख्दै घोक्दै आएका दस्तावेजकै खोजी गर्न उद्यत माननीयज्यूहरूलाई मेरो विनम्र आग्रह छ, इलेक्शन्स ह्याभ कन्सिक्वेन्सेस, हिस्टोरिक इलेक्शन्स ह्याभ प्रोफाउन्ड कन्सिक्वेन्सेस। यति कुरा चाहिँ मनन गरिदिनु पर्ला। आफ्नै भाषा, आफ्नै दस्तावेज अनुमोदित गराउनलाई अर्को चुनाव चाहिँ कुर्नु पर्ला। भ्रष्टाचार, ढिलासुस्ती, बिचौलिया तन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ। म स्पष्ट भन्न चाहन्छु, इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर घर ढोका ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। तर राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन।